आउने हो भोलि पर्सि आउने रे आयु हाल्नु भएन र बेसरी 65 कुटिल कसो बोकेर अब 10-11 बजे गाडी पाउँछ होला 11 बजे गाडी पाउँछ होला हामी चाहिँ अब हाम्रो आफ्नै घरतर्फ लाग्यौँ हामी चाहिँ अब हामी घर जान लागेको साथीहरू मम्मी र अझ पछाडि छन् अगाडि चाहिँ यहाँ थुन्से राखेर गएको हो मिठ पानीमा त पानी नै छैन कि अहिले त यो चाहिँ हाम्रो मिठो पानी है साथीहरू सानो बेलामा एकदम डर लाग्थ्यो यहाँ आउनलाई मलाई अहिले त ठुलो भइसक्यो डर लाग्दैन त्यत्तिकै फोकटमा डराएर है बच्चा हुँदाखेरि चाहिँ बालकपनमा यस्तै त हो नि यहाँ हामीलाई पुऱ्याउनलाई चाहिँ हजुरआमा अनि बहिनीहरू आएको छ हामीसँग सानो हुन्न है छेउमा नजाऊ हाम्रो घर वहाँ पारि छ मामा घर फुस्किन्छ नानी फुस्किँदैन हल्लाउँदै छ होला है त्यस्तो पानी त्यत्रो सर्दमा हालेर कटुसकोला गाडी पाउनलाई हुन्छ सानो किन कराएको तिमीबाट त बाबु किन ले कुखुरा ठुलबा चाहिँ आउँदै हुनुहुन्छ
गाउँमा गएर आउनुभएको रहेछ। हामीले यहाँ अलिकति टिपेर खाँदै नि त। आइसेलु चाहिँ अब यो पालि चाहिँ आइसेलु मात्र खान पायौँ हामीले। लाली गुराँस पनि एउटा दुईवटा मात्र बोक्थ्यो। टमेटो गुलियो आइसेलु चाहिँ धेरै नै छ साथीहरू हाम्रो गाउँमा चाहिँ। लिँदैन के मेरो सम्झना दिदी र सरस्वती दिदीले बेबी जन्म त्यसका बाद खाता त पानीको आइसेलु चाहिँ हिँड्दै पछि छ। ढिला भयो अब घर जानु लागेको नि त। ढिला भइसक्यो, सबजना अगाडि गइसक्नु भयो। तर आइसेलुदेखि चाहिँ हान्नु लाग्छ। अब चाहिँ घरमा गएपछि भेट्नुपर्छ है साथीहरू। काठमाडौँ गएपछि चाहिँ अहिले चाहिँ हामी बाटोमा छौँ। अलि हतार छ, ढिला छ है, त्यही भएर बाई।